यो पनि रोटीको लागि हो है, के हो पछि हेर्नु सक्नुहुन्छ के को लागि भनेर। हजुरलाई सरप्राइज। यहाँ घिउ कति धेरै छ, आमामा यो घिउ हाल्नु। यो चाहिँ यसरी फिट्नु पर्छ, फिटेर अनि यो त्यसरी चामल मसिनो बनाएर अनि योसँग मिलाएर बल्ल के भन्छ अरे मम्मी? साठा। साठा भन्छ, फिनेको साठा भन्छ है। यसरी घिउमा पिठो मिसाएर साठा भन्छ है। साठा फाइनली यस्तो भयो है। यसरी चाहिँ बेसरी मिठी मिठी यस्तो गराउनु पर्छ। अब यो फेरि मैदामा घिउ राखेर बनाउने हो। यो मनतातो पानीले यसरी मार्नु पर्छ पहिला, अनि मनतातो पानीले मुस्ने है। पानी चाहिँ ठिक्क मनतातो चाहिन्छ यसको लागि। बेसी मार्न पर्छ र मम्मी? बेसरी मार्न पर्छ यसलाई। यस्तो गजा पार्ने हो। त्यसो भए अलि बोल्लो हातले मार्नु पर्यो। यस्तो गोलो बनाएको र मम्मी? यस्तो गराएर यो भित्र यो मार्नु पर्दैन धेरै। यस्तो गराएर एक आधी 20 मिनट जति यस्तो गराएर राख्नु। अब फिनेको लागि बेल्न सुरु भयो। हामी चाहिँ यसरी बेल्छौँ। अरूले नगरी पिलेर यति ठुलो गराउनु पर्छ। ठुलो पिर्कामा सजिलो हुन्छ बेल्नको लागि। यो चाहिँ बेलेर भ्यासी साठा लगाउनु पर्छ। चपक्कै लगाएर फेरि बेल्ने हो। बेलेर साठा लाएर अनि यसरी गोलो काटेर अनि यसरी काटेर गराउनु पर्छ है पिने। मजाले काट्दै है अनि स्वाई स्वाई। छेउछेउको त्यस्तो गराउने गोलो। अहिले बेलेर देखाउँछ। फाइनली फिने यस्तो भएको छ। ल है काट्न सुरु। के बनाउनु भयो? मुख बनाउनु भयो क्या मान्छेको? अनि यसरी कोपीमा राख्नुपर्छ। यसरी कोपीमा राखेर गराउने हो। कति मजाको बुट्टा बन्ने बल्ल। कस्तो गराउने? स्टाइलिस। बोरिङ लाग्यो कोपी। यो सकेपछि फटाफट टाइममा राख्ने हो क्या। यसमा फेरि टाइ बसाले हम आगोमा अब बनाउन सुरु छ। बेलेर अब टाइमा राख्ने बेला भयो। यसरी चाहिँ हामीले बनाउँछौँ है। कोले बनाउनुहुन्छ यसरी फिने। मजाले फुलेको छ। म त पर्फेक्ट भयो बनाउन। भछ। फाइनली रोटी चाहिँ बन्यो है हाम्रो फिने। रात परिसक्यो। राति भन्नु पनि बिहान हुनु लाग्यो। कति बजेर मम्मी? 12 बजिसक्यो। हाम्रो चाहिँ अझै अलिकति छ। त्यति बनाएर हामी चाहिँ सुत्छौँ।